Legal, damit der pulang mata nasto mama lama. मान्छेलाई भनेर भन्छन् केवटलाई राजा बुवा अनि केवट आउँछ र तपाईँ को हुनुहुन्छ कहाँबाट आउनु भएको कहाँ जान लाग्नु भन्दा अयोध्या नरेश दशरथको पुत्र हुँ म राम तिमीले खुट्टा हाल्दाखेरि मेरो नाउले पनि त्यसै गरी रूप धारण गरेर उडेर गयो भने मेरा श्रीमती ओरे धीरे बहो गंगा मैया धीरे बहो आज मेरा नाउमा साक्षात राम लक्ष्मण आउनु भएको छ गंगा मैया लक्ष्मण बनैमा रामको भक्ति राख्नु है मनैमा राम सीता लक्ष्मण बनैमा रामको भक्ति राख्नु है मनैमा सत्यमृत सत्यनेत्रम सत्यात्मकम तम शरणम प्रपन्ना हे भगवान हजुर सत्य व्रत हुनुहुन्छ सत्यको व्रतधारी हुनुहुन्छ सत्यमा आधार हुनुहुन्छ हजुरका तिनै अवस्था भूत भविष्य वर्तमान सत्यले युक्त भएका छन् सत्यस्य योनि 12 होइन 1:30 बज्न अगाडि नन्द उत्सव हुँदैन है म कहाँ 12 बजे भन्ने कुरा गर्दै हुनुहुन्छ आजको उठ्ने समय भनेको छिट्टो भयो भने 1:30 बजे त्यस्तै टपल टुपल पार्ने अब फड्का मारेर जाने गुरुहरू हो भने त टाइममा गरिदिनुहुन्छ होला नन्द बाबाका घर वरिपरि मङ्गल होस् भन्नका मङ्गलको कामना गर्दै गोपिनीहरूले ज्ञानको पालो भइरहेको साना सकिना भक्तवत्सल भगवानको उसरी गोपिनीहरू आए र नन्द बाबाका आँगनमा आएर गोपिनीहरू जम्मा भएर बसेका छन् अलिकति ठाउँ खाली गरिदिनुहुन्छ मैयालाई बधाई दिनुहुन्छ बाल मुकुन्दको प्राकट्यको उत्सव मनाउनका निमित्त आउनु भएको छ गोपिनीहरूले आएर नन्द बाबा र यशोदा मैयालाई बधाई दिनुहुन्छ र यशोदा मैयाका घरमा चाहिँ मङ्गल होस् भन्नका निमित्त दही बेसार वरिपरि छर्किदिनुहुन्छ किनभने सबै कुराको मङ्गल गर्नेवाला दही र सम्पूर्ण औषधिको राजा बेसार भएको हुनाले दही र बेसार भगवानलाई चाहिँ अर्पण गर्नुहुन्छ त्यसभन्दा पछाडि नन्द भगवान श्रीकृष्ण लिएर दरबार बाहिर सबैको गोपिनीहरू माखन मिश्री लिएर आएका छन् छर छिमेकी इष्टमित्र बन्धु बान्धव देश विदेशका राजा राजकुमारहरू आज नन्द बाबाका दरबारमा सजिएर आएका छन् नन्द बाबा र यशोदा मैया पनि दरबार अगाडि कुर्सीमा बस्नु भएको छ वृद्ध अवस्थामा सन्तान प्राप्त भएको सबैले थाहा पाएपछि आज नन्द बाबा र यशोदा मैयालाई बधाई दिँदैछन् म बधाई हो भन्छु हजुरहरू सबैले बधाई हो भन्नु होला है त नन्द बाबा बधाई हो यशोदा मैया बधाई हो यशोदा मैया त सुत्केरी मान्छे हात उठाउन सक्नु भएन नन्द बाबा त हात उठाएर बधाई फर्काउन नन्द बाबा बधाई हो यशोदा मैया बधाई हो आज नन्द बाबाका दरबारमा अब नन्द उत्सवको रनक छ त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितं गृहाण सुमुखो भूत्वा प्रसीद परमेश्वर गोपस्वामी गोकुलेन्द्रो गोवर्धन वरप्रद नन्दादि गोकुल त्रात दात दारिद्र्य भञ्जन प्रभु भक्तिले भोगयो सामूल्यायो सबै हो हजुरको हजुरमै चढायो न ताकै रसिलो र मिठो छ यसमा भाइ प्रेममा भिजेको छ यसमा आओस् न त जुन आशा मारी
गर्नुहोस् बाब गाए पुजारी नता बिल्लिनीका बैर जाइन्छ मिठो नभो मित्रजीका कनिका शरीरको रहर मात्र राखेर पक्राउँदैछौँ प्रभुले दिनुहोस् पाउमा बिन्ती गर्छौँ नमेवा मिठाई सक्यौँ गर्न अर्पण झुटो जे जति मात्र हो शुद्ध अर्चन यसै मारिजी प्रेमको वृष्टि गर्नुहोस् सबै भक्तमा दिनुहोस् आवरण प्रभु भक्तिले भोग यो सामुल्यायो सबै हो हजुरको हजुरमै चढायो। आउनुहोस् सदाको आफै सुरक्षा गर्नुहोला। त्यसै गरी उठेर नाच्ने क्रममा हजुरहरूले कस्तो गहनाहरू लाउनु भएको छ, भोलि कार्कीका पुराणमा गएर मेरो गहना हरायो भनेर खिन्नता बोल्नुहोस्। यसलाई चाहिँ मध्यनजर राख्नुहोला। गोपिनीहरू सबै पछाडिसम्म जानुहुने, यताबाट लाइन अघि कसरी आउनु भएको थियो त्यसरी पल्लो छेउसम्म जानु त लाइनै लागेर अनि मात्रै फ्याँक्नु होला। हामी यहाँ उत्सवको जय कन्हैया लाल की भन्न थाल्छौँ अनि मात्रै हजुरहरूले यो चक्लेट बेसी मिठानो apa koltane, latte, kata koltinola.